ल साथी हो हामी चाहिँ यस्तो अब चामल बोक्दैछौँ चामल रासन पानी हैन अब यस्तै छ जिन्दगानी चामल रासन पानी यस्तै छ जिन्दगानी हैन त राम दाइ ल बाटो खतरा छ आइ म पनि यस्तै है झोला सोला बोके अब बाटो खतरा छ ऊ हाम्रो बहिनीले यस्तो चङ्गा उडाइरहेछ है चङ्गा उडाउँदै हो बहिनी भाइ हो ए भाइ हो ल ओहो हाय यस्तै छ हामी दुःख पाएको मानिस के को भानिस घटानेको भानिस म छेत्रीको भानिस हो काठमाडौँ पनि भवानी छ यार दाइको रासन पानी लिन आएको आज यहाँ छ फिल्दारी हुँदैछ धान काट्ने बेला नि भइसक्यो काठमाडौँतिर पनि चल्छ यस्तो मेसिन हैन यस्तै हो साथी हो हिँडिया छ खाइया छ म मोटरसाइकल छैन अरूको स्कुटीहरू मात्र देखिन्छ कताबाट हामी तलतिर हैन दाजुभाइ फेरि फेमस होला नि ओहो भाइहरूको यता फेरि गाडी चलिरहेको छ टक्क कान्छ यो गाडी कति लाखमा किने यो गाडी कति लाखमा किने भन न ओ 1 लाखमा ओ 1 लाखमा ल हिँड न म आउँदैछु त म आउँदैछु रामदाई पुरै उहाँ बारी बोकेर टेन्सनमा छ मान्छे के गर्ने यस्तै हो खाली त म पनि छैन साथी हो पुरै कोलानी छ फेरि यता कस्तो फिल भइरहेछ त रामदाई चामलको भारी बोक्दा खानको लागि यत्रो सङ्घर्ष गर्नुपर्छ है तेरिका बिहानबाट बोकेर गएर बेलुकासम्म पुगेको थाकिन्थ्यो गाउँघरमा अब यहाँनिर अलिकति त बोक्दैन गाह्रो ओहो फेरि यो आज फेरि भतिज तेरो भिडियो बनाउँदैछु ल हिँड है चल है बाउको साटो चामल बोक्दै बाबु सक्सेस बाउ छोरो चट्ट होइन यो चाहिँ बिल्डिङ चाहिँ मेरो हो साथी हो ऊ त्यो देखिराखेको बिल्डिङ मेरो हो त्यो 22 झ्याले घर अब के गर्ने घर त्यत्रो भए पनि अब यही झोला तम्बा बोकेर हिँड्नु पर्यो गाह्रो छ अब यस्तै हो ल अब हाम्रो यो भ्लग यहीँनिर सकिन्छ साथी हो थोरै अब के कस्तो लाग्यो काठमाडौँको बाटो हाम्रो यात्रा भनिदिनु होला कृपया मन पर्यो भने भिडियो लाइक सब्सक्राइब सेयर पनि गरिदिनु होला कमेन्ट गरिदिनु होला है त उल्टो लाइक होइन सुल्टो लाइक हान्नु होला है साथी हो।